कुल्चेर पुत्त त्यहाँबाट उफ्रेर हो 17,000 मान्ने मान्छे प्रचण्डको पार्टीमा म त्यहाँ लाग्दिनँ भन्यो भने मलाई लाग्छ भट्टाकाटेको जनताले गाउँमा पस्न त दिन्छ। मलाई त्यस्तो पो लाग्छ त 26,000 मान्छेको बलिदान भनेको ठट्टा हो। अनि अर्को कुरा, हिजो त्यही आन्दोलनमा कमान्डर भन्थे कुनै बेला त म सुन्थे, रामबहादुर थापा बादल, नाउँ लिनुपर्ने हुन्छ कहिले कहिले। अनि एकजना नेकपा एमालेको अध्यक्षले भनेको मैले सुने, सबै झोले हुँ भन। अनि सबभन्दा पहिले म झोले हुँ भन्ने त्यही रामबहादुर थापा बादल। यस्तै मान्छे पनि कमान्डर हुन्छ। अनि त्यहाँ चाहिँ रामबहादुर थापा बादल, लेखराज भट्ट, भट्टाकाटेको जन्मेको जहाँ 26 जनाले बलिदान गरेको छ। अनि उसले 17,000 मान्ने मान्छेको पार्टीमा किन गएको भन्दा आकाशतिर फर्केर आफ्नै मुख छुके जस्तो लाग्छ मलाई। यो कुरा हामीले कदापि पनि बिर्सिनु हुँदैन। अनि जातका कुरा, नेपालमा 141 जाति समुदाय छ। कोही पूर्व बस्छन्, कोही पश्चिम बस्छन्, कोही उत्तर बस्छन्, कोही दक्षिण बस्छन्, विभिन्न छौँ हामी। यी सबै जातिहरूको एकतामा यो देशको अस्तित्व बचेको छ। जुन दिन यी जात जातलाई फुटाउने षड्यन्त्र हुन्छ, हेर्नुहोस् त्यो दिन हामी नेपाली रहन सक्दैन। यो हामीले बुझ्नुपर्छ। यी अब अर्को कुरा, ल एकछिन जातकै कुरा गरौँ, एकछिन ल भइहाल्यो, जातकै कुरा गरौँ। ल यहाँ अहिले त्यो आफै हिजोको बलिदानको इतिहासलाई कुल्चेर हिँड्ने उम्मेद्वारको थर्का हुन् केपी ओली हुन्। किन लाग्यो त्यहाँपछि? कि त कुमाईमा आउनु अनि त्यो पार्टीमा लाग्ने अनि यहाँ साउथका कुरा गर्ने? योभन्दा फटाइ के हुनु सक्छ? तपाईँहरूले यो कुरा जनतालाई बुझाउनुपर्छ। अब टाढा नजाउँ। त्यो अत्तरियाको लेखराज मैले त पढेको, लेखराज भट्ट लेखेका देख्थेँ कि लेखराज साउन्ड हुन् कि बोरा हुन् कि कामी हुन् कि परियार हुन् कि के हुन् ती? यस्तो कुरा केन्द्रमा कुमाई बाहुनको पछि लाग्ने। मैले यहाँ ब्राह्मणलाई घोच्याएको है, त्यो जातका कुरा गर्नलाई भने हो, माफ गर्नु होला। अनि अत्तरियामा भट्टको पछि लाग्ने। अनि अछाममा आएर हामी साउथ बरा पनि यो उहिलेका फटाहरूको भन्दा पनि अब्बल दर्जाको फटाइ भए यो केही पनि हो। यस्ता कुराहरू सिक्छन् भन्ने मलाई लाग्दैन। अहिले यहाँभित्र हेर्ने हो भने अहिले हामी तिनका अघि मैले निर्वाचनमा देखेँ भित्रबाट उम्मेदवारी दिएर आउने दुईतिर 2 जना बाहुन हुनुहुन्थ्यो। अहिले यहाँ चाहिँ हामीले यहाँ चाहिँ त्यो पनि काकु भतिजा भन्नुहुन्छ कहाँबाट फ्याक्ट मेरो कानमा पनि। मलाई व्यक्तिगत भन्नु केही छैन, तर भन्नै बोलाउँदो फल्लै कटाउँदो भन्ने गाउँघरमा उखान्छ। ल यहाँबाट यहाँ हेरौँ त कति साउथ बरा छ, लेखौँ त। अहिले लेखौँ समानुपातिक माया निर्मला साउथ। तिनले किन बनाएन त साउथलाई समानुपातिक? प्रश्न गर्छु म, किन बनाएन? अर्को अल्पमत केशर मिया असममा यत्रो सानो बस्ती छ मुसलमानको, समानुपातिक। अनि न्यायका कुरा, समानताका कुरा गर्ने तिनले किन बनाएन त्यो अल्पमतलाई? किन दलितलाई समानुपातिक बनाएन? यहाँ यो प्रश्नको जवाब पहिले दिनुपर्छ, त्यसपछि अरू कुरा गर्नु। यति कुरा मैले खालि यो तपाईँहरूलाई अलिकति यो कोट्याएको मात्र हो। यति धेरै कुरा छन् नि, ती सबै कुरा भन्यो भने तिनको छाला पनि रहन्छ कि रहँदैन मलाई शङ्कै छ। यो पछि बनाउला यी कुराहरू। त्यसकारण हामी कुनै जात कुनै क्षेत्रको कुरा होइन, यो देशलाई जोगाउने सङ्कल्प, राष्ट्रिय अर्थतन्त्र बनाउने, कृषिमा सुधार गर्ने, पर्यटनमा सुधार गर्ने, विद्युत निकाल्ने, सबभन्दा ठुलो कुरा हाम्रा नवयुवा र युवाहरू आज पलायन भएर गएका छन्। हाम्रो पुँजी देशबाट बाहिर जान लागेका छन्। व्यवसायहरू तटपट्टि लागेका छन्। व्यापारीलाई सोध्नुहोस् त के छ स्थिति। यो स्थितिबाट देशलाई बचाउने सङ्कल्पका साथ हामी सबै जाति, समुदाय, क्षेत्र, वर्गका जनतालाई एकताबद्ध बनाएर हामी अब यो देशलाई, भारत र चीनको बीचमा रहेको यो देशलाई अगाडि बढाउने सङ्कल्पका साथ हामीले उम्मेदवारी दिएका। मलाई त भन्नुहुन्छ भने यो उमेरमा उम्मेदवारी दिएर फेरि यहाँ हिँडिरहने कुनै रहर थिएन। तर पार्टीको त्यो अभियानलाई सफल पार्नको लागि यो उमेरमा देश खरानी भइरहेको बेलामा छोडेर जाँदा दोष आउने र सबैले त्यो अभियानमा त्यो शक्तिका साथ संसदमा, समाजमा जनतालाई उठाउनको लागि, नेपालमा हस्तक्षेप गर्नेहरूलाई रोक्नुको लागि
आफ्नो बुद्धि बर्गत चेतनालाई प्रयोग गर्नुपर्छ भनेर हामी उम्मेदवार भएका हौँ। हामी कुनै यहाँबाट फट्टा काटेर त्यहाँ गएर म त सुन्छु रकमको पनि ठुल्ठुलो कुरा भयो भन्ने सुन्छु। यो होइन। हामी सुशासनको पक्षमा छौँ, भ्रष्टाचारलाई नियन्त्रण गर्न चाहन्छौँ। अब जहाँसम्म यहाँको विकासको कुरा छ, मैले यहाँ भन्न थालेँ भने तपाईँहरू रातभरि सुन्नुपर्ने हुन्छ। त्यति छ मेरो डायरीमा। संसद भएको बेला मैले गाउँमा स्कुल नबनाएको, स्वास्थ्य चौकी नबनाएको, म दावाका साथ भन्छु अछामको कुनै पनि पालिका र गाउँ छैन। सिँचाइको लागि योजना हालेको कुनै गाउँ छैन। ठुल्ठुला योजनाको कुरा गर्नुहुन्छ भने त्यो ठाँटीको विद्युत कसले ल्यायो? हामीले गरे होइन। अहिले सेती लोकमार्गको कुरा गरिहाल्नुभयो। अनि यो विमानस्थल पक्की कसरी भयो? त्यसको छेउमा त्यत्रो त्यो अहिले कर्मचारी बस्ने आवास छ, कसले भयो? कहाँबाट? पहिले हामीभन्दा अगाडि जो सरकार थिए नि, त्यो बेला बाटाको स्थिति के थियो? तपाईँ बैलपाडा अस्पतालको त्यो स्वीकृति गराउने प्रथम बिन्दु र पछि त्यसमा करोडौँ रुपियाँ मैले हालेँ। हामी सांसदबाट हटेपछि के भयो त्यसको स्थिति? अहिले के छ? अहिले पैसा तिर्नुहुन्छ कि निःशुल्क छ त्यो? अनि केपी ओली थिएनन्, शेरबहादुर देउबाहरू थिएनन्, त्यो गठबन्धनले के गर्यो? तपाईँ बालपाटामा विद्यालय हेर्नुहोस्। अहिले यो बाटोमा, अहिले राम्रोसँग जाने बाटोमा 14 करोड हालेका थियौँ हामीले। यो बाटोमा सङ्कटकालमा समेत यो खालसेनबाट माथि पुग्नलाई 5 करोड जुन बेला सङ्कटकाल थियो त्यो बेला समेत हालेको थियो हामीले। अहिले सिउडी सोकट जाने बाटो हेर्नुहोस्, चित्रबाट उता, त्यो बेला उही बेला सङ्कटकालमा हालेको 5 करोड। अहिले हेर्नु यी बाटाहरू, अछाम यस्तो जिल्ला छ, म पूर्वमा पनि गएँ हेर्नुहोस्, ताप्लेजुङ पाथर यहाँका बाटाघाटा अनि कसले बनाएको? अहिलेका फट्टाकालले कसले बनायो? अनि यस्ता कुराहरू गरेर जनता, अछामी जनतालाई ढाक्न सकिन्छ भन्ने त मलाई लाग्दैन। अछाम यस्तो जिल्ला हो नि, यहाँ जनताको चेतना उच्च स्तरमा छ। कहिलेकाहीँ मलाई माथि नेताहरू भन्छन्, होइन तपाईँहरूको अछाम जिल्लामा त नेताका खात, अनि चेतनशील भएको ठाउँमा त खात हुन्छ नि त। जहाँको मान्छे उठेकै छैन, चेतनै छैन, जागृत छैन, त्यहाँबाट खात हुन्छ। यहाँ हुन्छ, टिकापुर जानुहोस्, त्यहाँ हुन्छ नछाने कति खात। कैलालीमा पनि हुन्छ। कैलालीका नेता साथीहरू यहाँ समेत अभियानमा आउनु भएको छ, म देखिरहेको छु। त्यसकारण हामी विश्वस्त हौँ। हामी सत्य कुराको पक्षमा बोल्छौँ, तथ्यको आधारमा बोल्छौँ। हामीलाई कसैलाई गाली गलौज गर्नु छैन। तर उहाँहरूले अनि 17,000 मान्ने माओवादी जुन भनेको छ नि, मलाई यस्तो लाग्छ हिजो जुन बेला नेकपा थियो, त्यो नेकपा हुँदा आधा प्रधानमन्त्री खाउँ है कामरेड भन्ने हस्ताक्षर गर्ने केपी ओली होइन? अनि बालकोटमा गएर बारदलीबाट स्वर्ग र नरकसँगै जाउँ है भनेर अँगालो मार्ने को? केपी ओली होइन? अनि त्यति बेला 17,000 को त्यो रनको कहाँ थियो? त्यसको जवाब दिन सक्छन्? यो केही पनि होइन, यो जाली कुरा हो। यस्ता जाली कुराका जाल स्याहार फालिदिनुपर्छ आम निर्वाचनमा। अनि हामीले तबल तिनीहरूको चेतनाले पुग्छ कि यस्तो हो। त्यसकारण अब अहिले समय धेरै छैन, हामी पछि कुरा गर्ने नै छौँ। अलिकति म सङ्गठनको बारेमा भन्छु। हाम्रो अहिले जुन यो के अरे हामी सङ्गठन निर्माणको प्रक्रियामा छौँ, यो कमरेडले भनिहाल्नु, म त्यहाँ जान्न चाहन्न समय नभएको हुनाले। तर अस्ति हिजो पनि हामीले यहाँ अगुवा नेताहरूको भेलामा हामीले यो कमिटी निर्माण गर्ने कुरा गरेका छौँ, निर्वाचन परिचालन कमिटी। अब सबै कमरेड नेता कमरेड यहाँ हुनुहुन्छ, केन्द्रीय सदस्य, साबिका प्रदेश कमिटीका सदस्य, गाउँ सबै चलाउने हाँक्ने कमरेडहरू यहाँ हुनुहुन्छ। अब यहाँबाट फर्किने बित्तिकै हामी यहाँ पनि बैठक गर्छौँ। कमरेडहरूले पालिका स्तरको निर्वाचन परिचालन कमिटी, वडा स्तरको परिचालन कमिटी तुरन्तै गठन गर्नुहोला, त्यहाँ सल्लाह गर्नुहोला, बैठक गर्नुहोला र त्यो निर्वाचन परिचालन कमिटी बारे जानकारी हामीलाई दिनुहोला। त्यहाँ सबै महिला दलित सबैले मिलाएर राख्नुहोला, त्यो काम गर्नुहोला। जिल्लामा हामी बैठक गर्ने कुरा कमरेड शेरबहादुरले भनिसक्नु भएको छ। हामी त्यो बैठक गरेर यहाँबाट योजना दिनेछौँ। तपाईँहरू उच्च मनोबलका साथ, कसैसँग डराउनु पर्ने, कसैका धम्कीले धम्किनु पर्ने, कसैका त्रासमा लाग्नुपर्ने केही पनि छैन। तपाईँहरूलाई कुनै कुरा आइपर्यो भने यत्रो पङ्क्ति छ, सबभन्दा अगाडि त मै छु, मलाई सम्झनु होला नि काफी छ। त्यसमा कुनै केही छैन। हामी सत्य र न्यायको पक्ष छौँ। कुनै बेला यो ठाउँमा कम्युनिस्ट पार्टीको बिउ रोप्नुको लागि हामीले धेरै ठुलो दमन, धेरै ठुलो प्रहारको सामना गरेका थियौँ। अहिले त यता आएर सक्षम कार्यकर्ता, यता आएर सशक्त कार्यकर्ता, यता आएर एकदम जुझारु कार्यकर्ता, यता आएर युवाको पङ्क्ति,